हाम्रो आमा जस्तो आमा जस्तो नारी भनेको यहाँ एउटा नारी हुनुहुन्छ म पनि एउटा नारी छु यस्तो एउटा नारी हुनुहुन्छ उहाँ एउटा हजुरआमा नारी हुनुहुन्छ म एउटा आमा नारी हुन्छु उहाँ दिदी बहिनी नारी हुनुहुन्छ नारी भनेको धेरै रूप हुन्छ नारीहरूको धेरै रूप हुन्छ अब नारीको विषयमा के धेरै चर्चा गर्नु तपाईहरुले बुझेको कुरा हुन्छ प्रत्यक्ष देखिराख्नु भएको छ हाम्रो सुशीला आज सुशीला कार्कीले हेर्नुहोस् बताउनु भएको छैन तपाईहरुले हैन इलेक्सन बनाएर गरेर देखाउनु भयो हैन पनि कस्तो नारीको भूमिका निभाउनु भयो त हैन नारी सक्षम नारीलाई हेप्नु हुँदैन नारी पनि सक्षम मदर अफ नेपाल भनेर बुझिन्छ सुशीला चान्स अपर्च्युनिटी दिनुपर्छ मेन कुरा अपर्च्युनिटी पाउनलाई मात्रै पर्खेर बस्नु भएको नारी दिवस इन्जोय गरेको दिदीले नारी दिवस आमाले हामी सबले इन्जोय गर्ने अनि ह्यापी नारी दिवस नारीहरुलाई ह्यापी नारी दिवस छोरा मान्छेहरुले भन्नुपर्छ अनि अब किन त कला भन त किन आमा हो र त्यसो त फुल कस्तो यो तेल नखाने जबरजस्ती खाएको त मैले देखेको थिइनँ नि त होइन त मैले देखेकै छैन त्यसले खाएको यहाँ एउटा प्लास्टिक ल्याउनु आज एउटा प्लास्टिक ल्याउनु यता त्यो हड्डी हाल्न लागि यहाँ हामी सबैको यहाँ खालेको के यो राख्ने यो त राख्नु पर्दैन यहीँ राख्नु त्यो बोकेर त कसरी खाएर सकिन्छ हौ यत्रो खानु छ खोइ हजुर थाली आएन आयो भने ऊ बोकेर खाने आज त नारी दिवस आज नारी दिवस थाली पनि बोकेर खानुपर्ने भएछ तरकारी त पकाउन पाएदेखि दिन त हो आमा पनि खाइहाल्नु न खान्छु एकैछिन भाइ म त आज दिने हो नि त नारी हो नि त उसको ल ह्याप्पी नारी दिवस ए हिँडेको यहाँ छ त के हेरेर बसेको बाबा